यो चर्चा पाउनको लागि गरिएको स्ट्याटस स्टन्ट भनेर भनिरहेका छन् नि कतिले। चर्चा खोइ को त त्यो चाहिँ मलाई थाहा भएन। चर्चा पाउनलाई हो या रिजल्ट देखाउनलाई हो या मेरो स्टेटसमा के त्यस्तो नराम्रो छ र मान्छेले तर नबुझेर हो क्या। मेरो स्टेटसमा त सन्देश हुन्छ है, जानकारी हुन्छ, आह्वान हुन्छ। स्टेटसमा के समस्या छ र हौ? अनि मेरो कुन चाहिँ स्टेटसले चाहिँ अब खालि यो स्टेटसको कुरा आउँछ? कुन मेरो स्टेटस कुन पोस्टले चाहिँ मैले चाहिँ नै कसैको विरोध गरेको छु कि होइन? त्यस्तो छ भनेदेखि भनिदिनु पऱ्यो यो गरेको छ भनेर। म अरू कसैले भनेको मान्दिनँ है, कसैको दबाबमा म आउँदिनँ। सिर्फ एकजना मान्छेको कुरा मान्छु, त्यो म खुद हो। एकजनाको कुरा मान्नुहुन्छ त्यो तपाईँ अर्कासँग खुद हो, अरू कसैको कुरा मान्दिनँ म। किनभने म लिडर हो नि त, मलाई थाहा हुनु पऱ्यो नि म कहाँ जाँदैछु, धरानलाई कहाँ लाँदैछु भन्ने। मलाई नै थाहा सोधिने भने म के लिडर हो त? त्यसले गर्दाखेरि त्यो अर्थमा चाहिँ मलाई अलिक घमण्डी भन्छन्। तर घमण्डी त हुनुपर्छ, यति होइन अझै धेरै घमण्डी हुनुपर्छ, अझै 100 गुणा धेरै घमण्डी हुनुपर्छ। काम गरेर देखाएपछि घमण्ड हुनुपर्छ हो, नत्र त अनि माफियाले सिधाइहाल्छ नि। माफियाले, दलालले या चाहिँ चोर फटा थुप्रो छ।